Hello, how are you? नमस्कार नमस्कार Namaste. आरामै हुनुहुन्छ Namaste. हो आरामै छु हजुरलाई म पनि पुरै डरलाग्दो आरामै अरे मेरो जेम्स त एक छ को हुनुहुन्छ तपाईँ चाहिँ खासमा मैले धेरै भ्युवर्स देखेँ ए म को भनौँ मैले हजुरलाई अब यो मेरो भाइ हो ए जनाको भाइ हो हजुर हो ए ल हाम्रो फुटबल प्लेयर हाई फुटबल प्लेयर के छ खबर यहाँ ससुर र बाउ पनि छ बाबु पनि हुनुहुन्छ नमस्ते सबैजनालाई बिहे भइसकेको छ उहाँ चाहिँ ओके अरुणजी आउने एकचोटि गेम खेलौँ निशन थ्याङ्क यू सो मच अनि ऱ्याप सिलु 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 ए कताबाट एड गरिस् आज यसो एड गर्दा नि ए ल कस्तो राम्री आमामा आज त पार्टी हुन्छ भाइ घरमा कस्तो राम्री ऱ्याप ननिकाल्ने त हजुरको ऱ्याप राम्रो थियो है किपेर या 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 च्यादर 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 या या आज हामी जस के भने यो गेममा त फेरि सक्दैन होला नि त मेरो त कोही पनि छैन फेरि ल उतातिर त के हो गाइस सिलु दिदीले सक्दैन नि तँलाई बाबु ब्ल्याक क्याट जीले मार्नु भएको छ है ल है निशान हेर्नु न उताबाट त कडा हानिदिनु भयो नि त के हो यस्तो यहाँ डर लाग्दो हुनुहुन्छ मान्छेहरू के अरे तपाईँको एउटा ऱ्याप आएको थियो नि अस्ति भर्खर के अरे त्यो भाउ के अरे सुनाइदिन्छु त बेला म खेलौँ त्यस धुलो त्यो बेला म खेलौँ त्यो दुलोवाला मेरो अघि बच्चा होस् भाइ कुरा नगर त ठुलो ठुलो तेरो घरमा छ कि छैन खाना चामलको गेडो ढाक्न दे सलाई गुच्ची एन्ड जोर्डनको चामलको गेडो के डर लाग्दो यो त दुलो खेल हजुरको फ्लप हो अनि मेरो त कपै खाइदियो होइन उसले कसैले खाइदियो क्या आमामा दुलो हो नि सकेन रोकाजी पिग्ला राम्रो क्या हजुरको पनि सुनाउनु न त ल जनकजी हजुरको पनि गाउनु न के कम सिलो धेरै न्यु खोज्यो भने तिमीलाई म छिराइदिन्छु 6 इन्चको छुरी अनि ठुलो होला नि भुडी अनि 9 महिनापछि निस्किन्छ बच्चा त्यसको हुन्छ सानो होइन ठुलो तुरी अनि त्यो बच्चालाई देखेर सबले गर्छ कुरी कुरी चल्यो हावा हुरी ब्ल्याक को ब्ल्याक गाइस उताबाट हानिरहेछ यार गाइस सबैजनाले के गरौँ न निशान वेचिहाल्दैछको गाइस पनि हाना ठोका 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 मेरो यहाँ पहिलो ब्याटल हो म त जस्ट ओपन गरेको गाइस लेट्स किन गाइस उताबाट त हाने के हो गाइस उताबाट त अनि सबै प्राइभेट आइडीबाटै खेलिरहेको रहेछ है गाइस उतातिरबाट त यताबाट डरलाग्दोहरू हुनुहुन्छ थ्याङ्क यू सो मच सत्र ग्याङलाई कहाँ दुलो र गुलोले सक्छ हैन ओ सिलो दिदो भेनालाई बोलेर आउनु किन सक्दैन नि भेना बिना तपाईँ त सिलुजी अलि अगाडि भेट भएको भए त मलाई ठिक हुने हो कसले गोल्डीले उडायो अस्ट्रेलिया आउन पाउनुहुन्थ्यो के गर्ने अस्ट्रेलिया मेरो फुटेको किस्मत गोल्डीले उडायो नि बाबु तेरो भाउजूलाई उडाइसक्नु भयो उडायो न त तेरो भाउजू यस्तो फिक्स थियो फिक्सै एकचोटि डोजरमा उड्दा उड्दै हाम्रो लप पर्न लागिसकेको थियो ऱ्याप पनि मिल्ने डुलो र गुलो
कुरा चाहिँ कति ठुलो जागर आगो बाल ठुलो होइन कपालमा त के हो हेर्नु त गाइस अलिकति ऊ आइरहेको छ गाइस सबैजनालाई फलो पनि गरौँ त गाइस अनि डोनाजी हजुरको त फरेनर हुनुहुन्छ त वाइफ होइन र होइन मलाई सिलु नै चाहियो म सक्दिनँ होला त्यो गोल्डीलाई साइड लगाउमा अर्को बुढीले कहाँ लाइन हान्न पाइन्छ भाइ अहिले यहाँ रेकर्ड गरिदिन्छन् के भयो त त्यो मेरो फेरि बानी नि खाली पोस्टमा गोल हान्ने बानी छैन किप्पर भएको गोल्डीलाई किप्पर राख्ने पड्काउने आयो पड्काउन त त्यस्तै हो सुँग्न पनि गाह्रो हुन्छ हजुर त्यो बागमतीको ढल के भनेको ठिक्क है ठिक्क 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 कन्ट्रोलमा फन्नी वेमा बट नो डिरेक्ट या कन्ट्रोलमा सक्दैन फेरि खै सिलुको पार्टी दिदीको त खै हो होइन टेन्सन नमान्नु म आज एक हप्तामा आएको छु तपाईँलाई साँच्चै कि म खेल्ने नै हो भने फेरि तपाईँहरूलाई मैले कुन ठाउँ हुनुहुन्छ अहिले अहिले हामी युके थानगढको लाइनमा पुऱ्याइदिन्छु ठिक छ ल गाइस के भयो यार गाइस भाउजू अब हुनेवाला एक गेम छोड्दै भाउजू भने फेरि अहिले अब गोल्डी रुँदै बस्ने अब के गर्ने अब उडाउनु लगाइसक्यो यसले देवरले उडाउनु लगाइसक्यो मसँग आएपछि त फेरि सिलुलाई यस्तो हो नि त फेरि यस्तो यस्तो मालहरू क्या यो खाएपछि त ऊ बेला म खेलाउँछु दुलो होइन अहिले नै खेलाउँछ सिलुले दुलो यस्तो खालको ऱ्याप हुन्छ कुरा बुझिस् यो सेप हेर सेतो कुकुर हेर्नु न मलाई त कस्तो हेपिरहेछन् भाइ सेतो कुकुर वेलकम है सेप हेरे तेरै भाउजूको सेप के गरौँ त भाउजूलाई एक गेम दे विचार अहिले रुन्छ भने लक्ष्मी थ्याङ्क यू सो मच नि भएको भए त मैले उसलाई फकाउन पनि हुन्थ्यो हेर रुँदाखेरि अब यहाँ छैन केटी अस्ट्रेलिया छ आमा फेरि अस्ट्रेलियामा खै के खेलाउन गएको ऊ बेला त एक्सक्युज मी डोना हजुर पन्नाको म पन्नाको त ऱ्यापको कुरा नगर्नुहोस् साइन्स हो हजुर विज्ञान हजुर विज्ञान पढ्न हजुर हेर्नु न उहाँ आमामा मलाई त के यस्तो रोस्ट हानेर यार हत्तेरिका अलिअलि चाहिँ हाल्नुहुन्छ हो तपाईँ हजुर मलाई तपाईँ खेल्ने ल अहिले साँझ हस् के खेल्ने अब के खेल्ने अरे खेल्न त त्यही मन थियो अब अहिले यार गेम खेल्ने यसमा गेम गाइस लेट्स गो न केही गरौँ त यार यस्तो बेइज्जत नगरौँ त मोला मेरो राइनी मेरो कुन मेरो इज्जत बचाओ यार साइनीले हुँदैन ए मेरो राइनी हैन भेना चाहियो क्या भेना राइनी केही गरिदेऊ त यार राइनी केही गर्नुहोस् त मेरो रानी केही गर त मेरो खेडेहरू मेरो केटाहरू सेतो कुकुर थ्याङ्क यू सो मच गाइज लेट्सको मलाई लास्टै भनाइसके यार डोनाले यार एक्लै सिङ्गल खेल्न बोलाउनु भएको छ यार के सोचेर मलाई बोलाएको सुन्नुहोस् काजु खानुहोस् बदाम खानुहोस् जिन्सिङ जानुहोस् अनि डर भएर पठाइदिनु तपाईँले एउटा मेरो ऱ्याप सुन्नु भएको छ द वाट मदर भन्ने वाला आई डु वेयर हिल्स बिगर देन भन्ने थाहा छ कि छैन सुनाइदिनु पर्ला फेरि राइनी सुन्ने हो र सुन्ने